र आज चाहिँ म एउटा मुभी प्रिमियरको लागि आएको छु। हाम्रो चर्चको अङ्कल पिटर अङ्कल एकदमै प्रिय अङ्कल मेरो, उहाँले एउटा मुभी बनाउनु भएको छ है, लेप्चा ल्याङ्ग्वेजमा छ। अनि यो एउटा गस्पल मुभी हो। अब गस्पलको अर्थ चाहिँ खालि क्रिस्चियनहरूले हेर्ने मात्रै होइन क्या, मुभी एउटा कला भनेको सबैको लागि हो। हेर्नुहोस्, केही न केही पाउनुहुन्छ तपाईँले है। त्यही सपोर्टको लागि म आएको छु। अनि वी निड टु सपोर्ट आवर लोकल आर्टिस्टहरूलाई हुन्छ नि, हामीले सपोर्ट गर्नुपर्छ। मलाई त्यो जरुरी लाग्छ है। आई फिल द्याट वे है। सपोर्टको अलिकति कमी घटी भएको हो कि होइन कि अब त्यो म प्रष्ट भन्नु सक्दिनँ, बट जे होस् सपोर्ट चाहिँ गर्नुपर्छ है। टिकट काउन्टरमा हाम्रो बहिनीहरू छ। 200 रुपियाँ है टिकट, प्राइस 200 ओन्ली। यहाँ हुनुभएको र यहाँ देखेको जस्तो लाग्यो त। उहाँ नै हो कि होइन हौ? होइन होला, त्यही त आँखाले धोका दियो होला हौ। यहाँ भाइ कडा छ हाम्रो फेरि यता निमा भाइ। यो मुभीलाई एकदम सपोर्ट। कतिवटा हौ टिकट त? ए सेल्समा हो? ए म त के हो, साउन्ड चाहिँ हाम्रो साउन्ड ल्याब स्टुडियोको हो कि हो? एकदम ल ल ल ल ल कडा चाहिँ साउन्ड भनेपछि। रिटेक 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 लिनु पनि 50-60 खेप विशेष आज प्रिमियर सो नर्थ सिक्किमको कम्युनिटी हलमा रिलिज गरिरहेको छ। विशेष अनि जुम आफत विशेष अर्थ हो। यो सुरु हुन लागेको छ र हामीले अहिले सुरुको लागि आज मैले त फर्म नो के भन्नु, आफूले कडा दिइहालेँ। अब मबाट त बधाई दिन चाहन्छु। यो फर्स्ट टाइम हो हाम्रो चर्च जिप्सी मङ्गन लगायत इफिसियस मिलेर एउटा मुभी नर्थ सिक्किममा निक्लेको छ। अनि यो लेभलको, यो क्वालिटीको अब हेर्नु बाँकी नै छ, तर यति फेथ चाहिँ छ कि अभियसली राम्रो भएको छ भनेर पोस्टरले पनि धेरै कुरा भन्दैछ है। चाहिँ अब वेलकम, चिफ गेस्टलाई वेलकम गर्नुको लागि रेडी हुँदैछ है एन्टायर क्र्यु टिम चाहिँ। सो हाम्रो चिफ गेस्ट आइपुग्नु भइसकेको छ, फर्स्ट मिनिस्टर श्री पिन्सो नामगेल लेप्चाज्यू आफ्नो उपस्थिति हाम्रो माझमा दिनुहुँदै। अब चाहिँ छिट्टै सुरु हुन्छ प्रिमियर। मुभी चाहिँ यो हो, मुभीको नाम चाहिँ आजुम आफात लिभिङ सेक्रिफाइस। हाम्रो क्यामेराम्यान रुबेन्दा को मलाई चिफ गेस्ट बनाइदिनु भएको त। खुवाउँदौ दाम सोध्नु हुँदैछ यहाँ हाम्रो। हाम्रो आन्टीको क्यान्टिन आएर खाइदिनुहोस्। यहाँनिर एकदम इन्टरभल हुन्छ। ए त्यसो भने चाहिँ यहाँ एकदम तातो तातो आलु चिउरा, मफिन्सदेखि लिएर चिकन विङ्स पनि देखेको थिएँ मैले। हो आइदिनुहोस्। सफ्ट ड्रिङ्क्स पनि छ। भएको छैन हौ, इन्टरभल अगाडि नै खाइदिनु हुने। यस भाइ, लेप्चा भाषा म बुझ्दिनँ, मलाई ट्रान्सलेट गरिदियो है। ए लस म गरिदिन्छु। काक्स त यतिको हुनु पऱ्यो नि होइन, टिकट काट्नु मात्रै हो नि त। उतै जान्छ नि। टिकट काट्नु मात्रै काक्स त अन्त यति छिटो आइदिनु भयो अन्त। यतिको चाहिँ हुनु पऱ्यो नि स्पिरिट। यस काक्स दामी। काक्रोमा हल्का निक्लिहाल्नुपर्छ है अब। जेमेसी काक्स ढिलो आउनुभयो तर फिल्म त स्टार्ट भएको छैन तर ठिकै हो। हस् काक्स। हाम्रो मेरो आफूलाई चाहिँ फेरि खाली मान्छे बसेको चाहिँ मन पर्दैन नि ट्याक्कै। फेरि काम हराइदिइहाल्छ नि आफूले चाहिँ।
यहाँ यी मलाई पनि हराइदिइहाल्यो नि वेलकममा तपाईँको एप्लिकेसन छिटो चल्छ नि खदाले न हो नि हाम्रो त हुँदैन नि त्यो यो खादाले फर्स्ट प्रेफरेन्स पाउँछ नि यहाँको कहाँ याद गरिरहेको हुन्छ नि मुभी त इन्ट्रेस्टिङ छ यहाँ बाहिर झन् इन्ट्रेस्टिङ रहेछ हो आलु चिउरामा म त यता लागेँ मुभी चाहिँ अब भरे हेरौँला 2 बजी टिकट काउन्टरमा पनि बहिनी चिनेकै आफ्नै छ हो अहिलेको क्यान्सल गरेर भयो भरेका हो हालिदिनुहोस् न हालिदिनुहोस् म त सबै ल नारायण भाइ चाहिँ बल्ल बल्ल आइपुगेको छ अब ऊ नआइ चाहिँ हुन्थेन किन भनिदियो त भाइ अस्ति यहाँ सुटिङ हुँदा चाहिँ यताउता अब घुमघाम चाहिँ मैले लिएर यताउता हिँडेको नआइ होइन नि भएन नि फेरि फेरि के त्यसो भए त अन्त फ्री एन्ट्री पो हुनु पऱ्यो तिमीको होइन मेरो त एकदम फ्री ए ठिक छ उयो चाहिँ पुरीहरू अब पनि चाहिँ टिकटै भन्नै पर्यो भने अब यहाँ पनि देखाइदिएँ टिकट मेरै हातमा छ बुङ्गै हो आमा जिम्मा सबै म जिम्मै नै छ सिकेकोबाट चाहिँ एकदमै फुल सपोर्टमा है फुल सपोर्ट छ लु त्यसो भए अब मिलेर हेरौँ मजाले हो खाजा साजा एकदमै। पाउँ सक्यो हाम्रो प्रिमियर सो साउन्डम्यान आलोसा लोक्सम को डाइरेक्टर रुबेन लेप्चा यता हाम्रो प्रड्युसर भाउजू भयो फर्स्ट सो अङ्कल कस्तो फिल हुँदैछ फर्स्ट प्रिमियरमा एकदमै खुसी लाग्यो आनन्द लागेको छ है धेरैजनाले मन पराइदिनु भयो यो सबभन्दा ठुलो कुरो हो आजको जमघटले चाहिँ जे होस् सक्सेस भएको मैले महसुस गरेँ यो सबै कुरो चाहिँ परमेश्वरलाई नै महिमा होस् प्रभुलाई नै प्रशंसा होस् र मेरो जति पनि शुभचिन्तकहरू हुनुहुन्छ जसले मलाई ब्याकग्राउन्ड अब प्याक बसेर प्रार्थना गरेँ होइन मेरो परिवार इन्टायर मेरो परिवारले पनि धेरै सहयोग गरेको छ प्रभुले धेरै मात्रामा आशिष दिउन् साथै हाम्रो मण्डलीका पनि आशा गर्छौँ भोलिको दिनमा धेरैभन्दा धेरै आउँछ थ्याङ्क यू थ्याङ्क यू अङ्कल थ्याङ्क्स गिभिङ केक अब लास्ट गुलले चाहिँ फेरि यहाँ हेभी मन पराउँछ पानी पर्दैछ हाम्रो प्यारो मङ्गनमा बर्खा छिटो आएको जस्तो छ यो पानी र प्रिमियर सो पनि सक्यो र हाम्रो ठाउँमा चाहिँ पानी पर्दैछ पानी चाहिँ खै योपालि बर्खा छिटो आएको जस्तो छ म चाहिँ मेरो वाइफलाई पर्खिँदैछु है ऊ चाहिँ गान्तोक आएको थियो इम्पोर्टेन्ट कामले सो यहाँ लिनुलाई म मङ्गन बजार हाम्रो प्यारो मङ्गन बजारमा पर्खिरहेको छु रमाइलो गर्दै भन्नुभएको छैन कहाँ चाहिँ छ अब फोन गर्नु पऱ्यो बेला प्रिमियर त हिजो भयो आज पनि दोस्रो गर्नु के हो म यहाँ डाइरेक्टर साहबसँग छु यहाँ जिम्मा हुँदैछ के भन्छ यस्तो काम त गर्नै पऱ्यो है बिजी क्यान्टिनमा मिठो मिठो फेरि आज पनि छ डे 2 केही खाएर जाउँ है यहाँ चाहिँ हाम्रो आजु मार्फतको लिड रोलमा हुनुहुन्छ एकदमै राम्रो एक्टिङ गर्नुभएको छ है एउटा सानो फोटो पनि खिचिदिउँ ल सानो एकदमै राम्रो एक्टिङ त्यसलाई चाहिँ अझै त्योभन्दा अझै राम्रो मन लाग्छ त्यो चाहिँ मलाई मजा लाग्छ साथीहरूले भाइहरूले फिडब्याक लिँदैछ
फोटो सेसन सबै एकदमै हामी चाहिँ अब रेकर्ड थियौँ नि हामी चाहिँ अब फर्किँदैछौँ घर आज मफत मुभी प्रिमियरको दोस्रो दिन राम्रै भयो मेरो बुढीले अचानक रिसाइटेसन गर्नु पर्यो है तर त्यस्तै हो लाइफमा कोही बेला अचानक हुन्छ क्या अनि फन्डा चाहिँ एउटै हो यु हेभ टु अलवेज बी विलिङ एन्ड प्रिपेयर्ड हुन्छ नि क्या अपर्च्युनिटी भन्ने चाहिँ कहिले पनि यसरी ढकढकाएर आउँदैन अरे क्या अचानक आउँछ बट यु हेभ टु बी प्रिपेयर्ड एन्ड विलिङ क्या त्यो रहेछ मजा आयो रोमान्टिक मोमेन्ट हाम्रो अब यहाँ फर्किँदै पार्किङ लटमा सेलरोटी किनेको पनि बिर्सेछौँ फेरि लिएर आउँदैछौँ छक्कै पऱ्यो त्यहाँनिर कमिटीहरू पनि छक्कै पऱ्यो कि अरे यिनीहरूको गएको फेरि आएछ त भनेर हामी चाहिँ सरी सेलरोटी बिर्सेछौँ अन्त त्यो उनीहरूलाई आएको थियौँ अब हाम्रो मुटुको टुक्रामै नि के गर्दै होला फेरि फोटो निकालेर दिँदै होला उहाँ हाम्रो छोरी चाहिँ त्यस्तो चाहिँ फोटो निकालेर कपी खाएर हामी छु आपा हामी छु मामी भनिबस्छ अरे बुढीसँग यो रोमान्टिक पल अब यहाँनिर पार्किङ पो हेर्नुपर्छ कान्छा उडेर आउँदैछ फेरि पछाडिबाट हो सरले पार्किङ राखिदियोस् है भनेर यहाँ पार्किङको चाहिँ अलिकति यो प्रब्लमै हुन्छ कि यहाँ हालिदिनुहोस् धन्यवाद छ मेरो बुढीलाई क्यामेराको जिम्मा लिनुभयो उहाँले पनि सघाउनु भयो त्यो चाहिँ राम्रो लाग्छ कि मेरो वाइफको ऊ पनि हरदम मद्दत गर्नुमा तयार क्या ज्यादा नसर्काए पनि हुन्छ किन सर्काउनु ज्यादा नसर्काए पनि हुन्छ भने चाहिँ तर त्यो चाहिँ फ्याक्ट हो नि धेरै कम्ती चाहिँ विलिङ हुन्छ नि त हेल्प गरिदिनु होइन एब विलिङ क्या केही नमानिकन क्या बुढा जस्तै डोन्ट माइन्ड छ नि मेरो बुढी घर फर्किनेको मजै अर्को छ नि फेरि खै घर फर्किनेको मजै